Hello, Namaste. Welcome to back my YouTube channel. So, आर्टिसन टिभी अफिसियल युट्युब च्यानलको भिडियोहरूको पर्खाइमा बसिरहनु भएका तपाईँ सम्पूर्ण मेरा तमाम दर्शक श्रोताहरूलाई स्वागत छ। म विराज भट्ट। अरू दिन चाहिँ आज पनि एउटा फरकै खालको भिडियो सामग्री निर्माण गरेर तपाईको साथमा उपस्थित भइसकेको छु। तपाईहरु यति बेला भिडियो सामग्रीलाई कहाँबाट हेर्दै हुनुहुन्छ? विशेष गरी आजको भिडियो सामग्री मैले अरू भन्दा पनि लोकसेवाको तयारी गरिरहनु भएका विद्यार्थी साथीभाइहरुको लागि भिडियो सामग्री निर्माण गरेको छु र निकै नै इम्पोर्टेन्ट टपिक रहेको छ भाषा र भाषा परिवार सम्बन्धी आजको भिडियोमा हामी कुराकानी गर्ने छौं। अब भने भिडियोलाई ढिला नगरी सुरु गरिहालौँ है त। ओके, विक्रम सम्वत 2078 सालको जनगणना अनुसार तपाईले यहाँ देखिरहनु भएको छ। विक्रम सम्वत 2078 सालको जनगणना अनुसार नेपालमा बोलिने भाषाहरू जम्मा कतिवटा छन् भन्ने तपाईले प्रश्न आउन सक्छ। त्यसमा तपाईले 124 वटा तपाईले 1 2 4 भनेर पनि 1 2 2 दुना 4 अथवा 124 भन्ने पनि पढ्न सक्नुहुन्छ। तपाईले ट्रिक लगाएर चाहिँ पढ्दाखेरि प्रश्नलाई सकेसम्म त प्रश्नलाई तपाईले प्रश्नभित्र नै जवाब खोजेर त्यसको जवाब खोज्ने प्रयास गर्नुहोला। यदि भएन भनेदेखि तपाईले याद गर्ने पर्ने हुन्छ। नेपालमा चाहिँ 2078 सालको जनगणना अनुसार जम्मा बोल्ने भाषा भनेको 124 वटा रहेको छ, जसमध्ये 1% भन्दा बढी बोल्ने भाषाहरू 13 वटा छन् भने 1% भन्दा कम बोल्ने भाषाहरू 111 वटा रहेका छन्। यो पनि याद गर्नु पर्यो। अनि बढी बोल्ने भाषाहरू 5 वटा। सबैभन्दा बढी नेपाली भाषा बोलिन्छ। सबैभन्दा बोल्ने भाषा भनेको कति? नेपाली भाषा चाहिँ 44.86% बोलिन्छ। अनि मैथिली भाषा 11.05% ले मैथिली भाषा बोल्ने गर्छ भने भोजपुरी भाषा चाहिँ 6.24 ले 6 भने पनि यसरी याद गर्दा पनि भयो। 6 भाषा भोजपुरीले बोल्ने गर्छ। तामाङ भनेको 4.88% ले बोल्ने गर्छ। 4 मा 4 जोडी 8 हैन। अनि त्यसैगरी 2 4 4 लाई 8 स्क्वायर गर्दाखेरि 88 यसरी गर्दाखेरि पनि 2 3 4 4 3 8 पनि यसरी गर्दाखेरि पनि याद भयो। अब कम बोल्ने भाषाको कुराकानी गरौँ। अब चाहिँ धेरै बोल्ने भाषा त यो कुरा गरौँ। अब कम बोल्ने भाषा पनि कुन हो भन्ने कुरा थाहा पाउनु पर्यो। कुसुन्डा 23 जनाले बोल्ने गर्छ। कुसुन्डा भाषा भनेको 23 जनाले बोल्ने गर्छ। बनकरीय भाषा भनेको 86 जनाले बोल्ने गर्छ। शान भनेको चाहिँ 106 जनाले बोल्ने गर्छ। हरियाणी भाषा भनेको 124 जनाले बोल्ने 114 जनाले बोल्ने गर्छ भने साधनी भाषा चाहिँ 122 जनाले बोल्ने गर्दछ है त। नेपालको वर्तमान संविधानको धारा 6 मा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुने भनी उल्लेख पनि गरिएको छ। नेपालको संविधान पढ्नु भएको छ भने त्यसमा पनि धारा 6 मा चाहिँ नेपालमा बोलिने सबै भाषाहरू चाहिँ राष्ट्रभाषा हुने भनी उल्लेख गरिएको छ। धारा 7 मा देवनागरिक लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषाहरूको रूपमा प्रयोग गर्ने भन्ने पनि उल्लेख गरिएको छ। र अब भाषाका लिपिहरू कुन भाषामा लेखिन्छ भन्ने कुराहरू पनि एक्जाममा निकै नै इम्पोर्टेन्ट टपिक रहेको हुन्छ। तपाईको धेरैचोटि सोध्ने नेपाली भाषा र नेवार भाषा चाहिँ कुन लिपिमा लेखिन्छ भन्ने क्वेशनहरू धेरै आएको हुन्छ। त्यस्तो अवस्थामा तपाईले रञ्जना लिपिमा लेखिने गरिन्छ। नेपाली भाषा संस्कृत भाषामा लेखिने गरिन्छ भने नेपाली भाषा देवनागरिक लिपिमा लेखिन्छ। संस्कृत भाषा पनि देवनागरिक लिपिमा लेखिन्छ र भारतीय भाषा पनि हिन्दी भाषा पनि देवनागरिक लिपिमा लेखिने गर्छ। यिन 3 टपिकहरू त कमन नै भइहाले। अब कुराकानी गर्दाखेरि नेपाली भाषाको उद्गम स्थल कहाँ हो भनेर प्रश्न आउन सक्छ। नेपाली भाषाको उद्गम स्थल भनेको सिङ्जा जुम्ला कर्णाली प्रोभिन्स कर्णाली प्रदेशको सिङ्जा जुम्लामा पर्ने गर्छ। नेपाली भाषाको जननी भाषा भनेको संस्कृत भाषा हो। यो कुरा पनि तपाईले याद राख्नु पर्यो। तपाईँ हामी कुराकानी गरौँ। नेपाली भाषाको उत्पत्ति स्थान भनेको सिङ्जा जुम्ला कर्णाली प्रदेशमा पर्दछ भने नेपाली भाषाको जननी भाषा भनेको संस्कृत भाषा हो। नेपाली भाषालाई राजमान्यता दिने प्रदान गर्ने व्यक्ति को हुन् भनेपछि राजमान्यता भनेको राजलाई नाग बनाउने, राजलाई मान्यता राजमान्यता भनेको नागराजले चाहिँ नेपाली भाषालाई चाहिँ के गरेका थिए त मान्यता प्रदान गरेका थिए है त। गोरखापत्रले हाल 46 वटा भाषामा समाचारहरू प्रकाशन गर्ने गर्दछ। पहिला कति थियो? 45 थियो भने अहिले चाहिँ
46 भाषामा सुरु गर्न थालेको छ र अन्तिम भाषा भनेको चाहिँ कुलुङ राई रहेको छ। यसलाई कुलुङलाई कुलुम सम्झेर पनि हुन्छ, एउटा फल हुन्छ कुलुम भन्ने, कुलुम सम्झेर पनि छिटो याद हुने गर्छ। हामीले प्रश्नमै उत्तर खोजेर याद गर्ने तरिका राख्यो भने हामीले के हुन्छ लामो समयसम्म रहन्छ। यो 2082 साल मङ्सिरको 16 गतिबाट यो कुलुङ राई भाषा चाहिँ थपिएको हो। अब कुराकानी गरौँ। रेडियो नेपालले जम्मा 25वटा भाषामा समाचारहरू प्रकाशन गर्ने गर्दछ हैन। रेडियो नेपालले जम्मा 25 भाषामा समाचार प्रकाशन गर्ने गर्दछ भने कार्यक्रम र दुईटै गर्ने गर्छ, समाचार र कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ। अनि त्यसैगरी अन्तिम भाषा भनेको चाहिँ दनुवार भाषा रहेको छ। साहित्य लेखनमा नेपाली भाषापछि बढी प्रयोग गरिने भाषा भनेको नेवारी भाषा हो र नेपाल भाषा हो हैन। नेवारी र नेपाल भाषा प्रयोग गरिन्छ र बढी बोल्ने भाषा भनेको चाहिँ मैथिली भाषा चाहिँ बढी बोल्ने गर्छ। भाषिक विविधता बढी भएको चाहिँ बढी भनेको बागमती, अब बलाई ल्याउने क्या, बढी बागमती, कम कर्णालीलाई हामीले यसरी ट्रिकमा याद गर्ने। कम भनेको चाहिँ कर्णाली छ, बढी चाहिँ ब छ, ब नै बागमती छ। भाषिक विविधता बढी भएको भनेको प्रदेशहरू भनेको बबाट बागमती, बढी भनेको बागमती, कम भनेको कर्णाली, राइट। ओके, भाषा र लिपिहरूको कुराकानी गरौँ। अब नेपाली भाषा चाहिँ देवनागरिक लिपिमा लेखिन्छ, हिन्दी भाषा देवनागरिक लिपिमा लेखिन्छ हैन। अनि संस्कृत भाषा पनि देवनागरिक लिपिमा लेखिन्छ। नेवारी र नेपाल भाषा भनेको मैले भनेको थिएँ रञ्जना भाषा, रञ्जना लिपिमा लेखिन्छ, जुन पास्ट क्वेसन पनि हो। तमही भाषामा लेखिन्छ, लिम्बू श्रीझङ्गा भाषामा लेखिन्छ। यति इम्पोर्टेन्ट तर अरू छ त्यति इम्पोर्टेन्ट नहुन पनि सक्छ। तपाईँले यो चाहिँ नेवार भाषा नेपाल भाषा धेरैचोटि सोधिएको कारणले गर्दाखेरि र नेपाली भाषा हिन्दी भाषा संस्कृत भाषा तपाईँले चाहिँ याद गर्नुपर्ने हुन्छ है त। अब कुराकानी गरौँ। भोजपुरी बन्जिकामा लेखिने गर्छ, मैथिली तीनोमा। अब भाषा र भाषा भारतीय भाषा परिवार भन्ने गर्छ। अब चाहिँ एसिया र युरोपका विभिन्न क्षेत्रमा बोलिने भाषाहरूको समूह नै भारोपेली भाषा परिवार हो। अर्थ भनेको आर्य भाषा पनि भन्ने गरिन्छ, यसलाई चाहिँ आर्य भाषा परिवार पनि भन्ने गरिन्छ है त। एसिया र युरोपका विभिन्न क्षेत्रमा बोलिने भाषाहरूको समूह नै के हो भारोपेली भाषा परिवार हो। यदि तपाईँ नासुको तयारी गरिरहनु भएको छ भने त यो भाषा र भाषा परिवार सम्बन्धी पनि तपाईँले लेख्नुपर्ने हुन्छ, रिटर्नमा लेख्नुपर्ने हुन्छ। खरिदारको तयारी गरिरहनु भएको छ भने यसलाई जिकेको लागि तपाईँले पढ्नुपर्ने हुन्छ है त। अनि संसारमा सबैभन्दा बढी बोल्ने भाषा भनेको भाषा भारोपेली भाषा परिवार चाहिँ सबैभन्दा बढी बोल्ने गरिन्छ। अङ्ग्रेजी, फ्रेन्च, मैथिली, भोजपुरी, बन्जिका, भोटे, दनुवार आदि जस्ता भाषाहरू चाहिँ के भन्छ भारोपेली भाषा परिवार अन्तर्गत पर्ने गर्छन्। जस्तै हिन्दू भाषा, नेपाली भाषा, संस्कृत भाषा पनि के हुन्छन् भारोपेली भाषा परिवार अन्तर्गत गर्ने गर्छन्। अब भोट बेमेली भाषा परिवार भनेको छ। भोट बेमेली भाषा परिवार भनेको चाहिँ चिनिया भाषा परिवारलाई चाहिँ भोट बेमेली भन्ने गरिन्छ हैन। अब चाहिँ भोटमा मूल भएका नदीहरू पनि पढ्नुपर्छ हामीले चाहिँ। भोटबाट बोकेर आउने, भोटमा मूल भई नेपालतर्फ बोकेर आउने नदीहरू पनि हामीले त्यस्ता पनि पढ्छौँ। भोट भनेको तिब्बती क्षेत्रमा चाहिँ चिनियालाई तिब्बती भन्ने ठाउँलाई जनाउँछ क्या हैन, चिनियामा भाषा परिवार भोट। अब चीनबाट विकास भएको त्यसैले चिनिया भाषा परिवार पनि यसलाई भन्ने। चीनबाट के भएको, यसको चाहिँ उत्पत्ति विकास भएको चाहिँ चीनबाट हो, त्यसैले यसलाई चाहिँ चिनिया भाषा परिवार पनि भन्ने गरिन्छ है त। भारोपेली भाषा परिवार पछि सबैभन्दा बढी बोल्ने भाषा परिवार भनेको भोट बेमेली अथवा चिनिया भाषा परिवार भनेको भारोपेली भाषा परिवार पछि सबैभन्दा बढी बोल्ने भाषा परिवार भनेको भोट बेमेली भाषा हो। उदाहरणको लागि तामाङ नेपालमा चाहिँ बढी बोल्ने गर्छन् हैन। तामाङ चाहिँ नेपालमा बढी बोल्ने गर्छन्। गुरुङ, मगर, नेवारी, राई, शेर्पाहरू जुन हाम्रो काठमाडौँमा बसिरहनु भएका स्टुडेन्टहरूले चाहिँ जति बेला तामाङ भाषाहरू नेवारी भाषाहरू सुनिरहनु भएको छ नि त, अब तिनीहरूले बोल्दाखेरि यो भाषा चाहिँ यिनीहरू चाहिँ भोट बेमेली भाषा परिवार अन्तर्गत पर्छन् भनेर हामीले सम्झिनु पर्यो हैन। हामीले त पढ्ने हो नि त जसरी भए पनि। अब जुन कुरा चाहिँ जानेर जस्तो कुरा आउँछ त्यो समयमा योसँग सम्बन्धित यो छ हैन, योसँग सम्बन्धित क्वेसन यस्तो पनि छ है हैन। हामीले हरेक ठाउँमा चाहिँ कनेक्ट गर्ने क्या क्वेसनहरूले। जति जुन ठाउँमा हामी गइरहन्छौँ, जो कि पशुपतिमा जान्छौँ, पशुपतिमा जाँदाखेरि पशुपतिनाथ घुम्न जाँदाखेरि पनि हामीले के गर्नु पर्यो पशुपतिनाथको स्थापना कसले गरेका हुन्, पशुपतिमा देउल कसले चढाएका हुन्, पशुपतिमा चाहिँ सबैभन्दा पहिले चाहिँ त्यहाँ
पूजा गर्ने व्यक्ति को हुन्, त्यसमा पुजारी को रहेका छन् हैन, त्यो भित्र कतिवटा मन्दिर रहेका छन्, त्यसमा लवकुशको मन्दिर बनाउने को हुन्, त्यसपछि त्यहाँ तुलसीको बोट राख्ने बोट रोप्ने व्यक्ति को हुन्, हामीले सम्झिनु परेको ठाउँ गएपछि त्यो ठाउँको बारेमा सम्झिनु पर्यो नि त हैन। हो त्यसरी पनि याद गर्ने हो क्या। किनकि हामी हरेक ठाउँमा घुम्नु जान्छौँ, स्वयम्भूनाथ जान्छौँ, काठमाडौँ के अरे पशुपतिनाथ जान्छौँ, चागुनारायण मन्दिर जान्छौँ, त्यस्तै गरी चाहिँ उता के भन्छ नि बुढा नीलकण्ठ जान्छौँ हैन। घुम्नको लागि जहाँ जान्छौँ त्यहाँ कुनै न कुनै व्यक्तिले त इतिहासमा चाहिँ नेपालको इतिहास पढ्दाखेरि चाहिँ नेपालको इतिहासमा कुनै व्यक्तिले त त्यसको सुरु गरेको हुन्छ, त्यसको निर्माण गरेको हो नि त। त्यसैले त्यो जुन ठाउँमा जान्छौँ ती ठाउँको बारेमा सम्झिहाल्ने, याद गर्नको लागि लामो समय। अब कुराकानी गरौँ आग्नेली भाषा परिवार। नेपालको थापा मोरङ झापा मोरङ बसोबास गर्ने सतार जातिले बोल्ने भाषा अरे सन्थाली भाषा यस भाषा अन्तर्गत पर्दछन्। अब आग्नेली भाषा भनेको नेपालको झापा मोरङका बसोबास मोरङ जिल्लामा बसोबास गर्ने सतार जातिले बोलिने भाषा अथवा सन्थाली भाषा यस भाषा परिवार अन्तर्गत पर्ने गर्दछन्। अब झापा मोरङमा बसोबास गर्ने विशेष घरधुरीले बोल्ने खडिया अथवा अडियाल भाषा पनि अन्तर्गत पर्छ हैन। खडिया र अडिया भाषा पनि अन्तर्गत पर्छ। भारतको असम बङ्गाल बिहार लगायतका क्षेत्रमा बोलिने भाषा पनि यसै अन्तर्गत पर्ने गर्दछ। अब द्रविड भाषा परिवार हैन, नेपालको रौतहट जिल्लामा बसोबास गर्ने झागड जातिले बोल्ने भाषा यस भाषा परिवार अन्तर्गत बोल्ने गर्दछ। भारतको तामिल तेलुगु हैन मलथाम कन्डा भाषाहरूले यही भाषा परिवार अन्तर्गत पर्दछन्। के अन्त द्रविड भाषा परिवार अन्तर्गत चाहिँ पर्ने गर्छन्। सांस्कृतिक सम्पदाहरू अब चाहिँ यो निकै नै इम्पोर्टेन्ट, यो टपिक पनि निकै नै इम्पोर्टेन्ट रहेको छ। मैले आजको भिडियोमा चाहिँ निकै नै इम्पोर्टेन्ट टपिक मात्र भएको कारणले गर्दाखेरि यो भिडियो चाहिँ निर्माण गरेको हो हैन। अब पढिरहनुको त हजुरहरूले पनि इन्स्टिट्युटहरू धाइरहनु भएको छ, पढिरहनु भएको छ। अब इन्स्टिट्युट धाएर मात्र हुँदैन, यसको इन्स्टिट्युटमा चाहिँ सरले पढाएको कुरा लेखेर मात्र हुँदैन, यसलाई बुझ्ने प्रयास गर्यो भने बुझ्ने तरिकाहरू भयो भनेपछि त्यो लेखेको कुराको पनि औचित्य रहन्छ। त्यसैले मैले अलिकति हल्का कोसिस मात्र गरेको छु हैन। ओके, सांस्कृतिक सम्पदाहरू युएनइएसओसीद्वारा नेपालका 10वटा सम्पदाहरूलाई चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ। अब चाहिँ यो महत्त्वपूर्ण टपिक हो। तपाईँले यसलाई इम्पोर्टेन्ट अथवा भिभिआई जति लेख्दा पनि तपाईँलाई के भयो त फरक परेन। यो के भने विश्व सम्पदा सूचीमा सूचीकृत भएका 10वटा सम्पदाहरू कुन कुन हुन् अथवा कहिले भएको, कहिले सूचीकृत भएको भन्ने कुरा आउन सक्छ। यी प्रश्नमध्ये कुनै एउटा प्रश्न तपाईँले आउन सक्छ। पशुपतिनाथलाई चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत कहिले गरिएको हो, अथवा चाहिँ पाटन दरबार परिसरलाई चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत कहिले गरिएको हो, चागुनारायण मन्दिरलाई कहिले गरिएको भन्ने प्रश्न आउन सक्छ। अब यसलाई कुरा गरौँ। हनुमान ढोका दरबार परिसरलाई सन् 1979 मा गरेको छ। सबै एउटा छ, एउटै छ, कुनै फरक छैन। हो त्यही त्यसमा कुनै मात्र फरक छ, म तपाईँलाई भनिहाल्छु है त। हनुमान ढोका दरबार परिसरलाई 1979 मा रहेको छ। अनि पाटन दरबार परिसरलाई पनि सन् 1979, भक्तपुर दरबार परिसरलाई 1979, पशुपतिनाथलाई चाहिँ 1779। अब चाहिँ 1779 मा चाहिँ 1779 मा पशुपतिनाथलाई गरेको छ। हो हामीले यसलाई मात्र बुझ्ने, 1779 मा मात्र पशुपतिनाथलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। अनि चागुनारायण मन्दिरलाई 1979, बौद्धनाथ स्तूप परिषद सन् 1979, स्वयम्भूनाथ मन्दिर क्षेत्रलाई पनि 1979, अनि लुम्बिनी परिसरलाई पनि 1979। पशुपतिले नाथलाई मात्र 1779 मा चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ। यो कुरा चाहिँ भुल्नु भएन है। अब चाहिँ चितवन राष्ट्रिय निकुञ्ज, यो कुरा चाहिँ फरक रहेको छ। चितवन राष्ट्रिय निकुञ्जलाई अब चाहिँ चितवन राष्ट्रिय निकुञ्जलाई
1984 मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ भने सगरमाथा राष्ट्रिय निकुञ्जलाई चाहिँ 1979 सगरमाथालाई एउटैमा गरेको छ। चितवन राष्ट्रिय निकुञ्जलाई चाहिँ 1984 मा चाहिँ विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ। यो कुरा तपाईँले पढ्नुपर्ने हुन्छ। सँगसँगै पढिरहनु भएको छ भने त हातमा कपी लिएर पनि पढ्दा निकै नै बेटर होला, किनभने लेखेर पढ्नुमा र सुनेर पढ्नुमा निकै नै फरक हुन्छ। हुन त अब तपाईँको दिमागमा भर पर्ने कुरा हो, कसैले सुनेर मात्र याद हुन्छ भने कसैले लेखेर मात्र याद हुन्छ। अब विजय साई जस्तो हुनुहुन्छ भने त अब कुरै छोडिदिउँ, त्यो त बेग्लै संसारै बेग्लै भइहाल्यो। विजय छन् त विजय साई, अब त्यस्तो हुनुहुन्छ भने त तपाईँको संसारै बेग्लै भइहाल्यो होइन। अब होइन भनेपछि सुन्दै गर्दाखेरि सुनेर मात्र भएन, घोकेर मात्र भएन, पढेर पनि लेखेर पनि पढ्दाखेरि अझ बेटर हुन्छ कि जस्तो चाहिँ मलाई लाग्छ। अब वास्तुकलाको बारेमा जाउँ, यो पनि निकै इम्पोर्टेन्ट टपिक हो है त। वास्तुकलाको बारेमा कुराकानी गरौँ। तल फराकिलो र माथि सागुरिँदै जाने प्यागोडा शैलीको वास्तुकलाको अन्तर्गत प्यागोडा शैली कुराकानी गर्दाखेरि तल फराकिलो र माथि सागुरिँदै जाने र एकभन्दा बढी तला छानाहरू भएको शैलीलाई प्यागोडा शैली भनिन्छ। यो नासोको लागि रिटर्नमा चाहिँ यो लेख्नै पर्छ, हुबहु लेख्नै पर्छ। प्यागोडा शैलीको बारेमा लेख्नु, शिखर शैलीको बारेमा लेख्नु छैन, अथवा वास्तुकलाको बारेमा लेख्नु, उदाहरणसहित सबै लेख्नुपर्छ। खरिदारको तयारी गरिरहनु भएको छ भने त यति परेन लेख्नु चाहिँ यो विषयमा। प्यागोडा शैली प्यागोडा होइन के भन्दैछु, प्यागोडा शैली अन्तर्गत पर्ने कुन हो होइन। पशुपतिनाथ चित्रलाई चाहिँ कुन शैलीमा निर्माण गरिएको छ, अथवा धरारा कुन शैलीमा निर्माण गरेको छ, चागुनारायण मन्दिर कुन शैलीमा निर्माण गरिएको छ, स्वयम्भूनाथ कुन शैलीमा निर्माण गरेको छ होइन, पाटनको कृष्ण मन्दिर कुन शैलीमा निर्माण गरेको छ, यस्ता प्रश्न आउन सक्छन्। हो त्यसैले यिन कुराहरू ध्यान दिनु पर्यो। प्यागोडा शैली भनेको के हो त, तर तल चाहिँ फराकिलो भएको, बिस्तारै माथि चाहिँ सागुरिँदै जाने होइन, सागुरिँदै जाने छानाहरू भयो, एकदम तलाहरू, एकभन्दा बढी तलाहरू भएको, 1 तला 2 तला 3 तला 4 तला जति पनि तला हुनसक्छ, त्यसलाई प्यागोडा शैली भन्छ। विश्वमा 11औं शताब्दीमा चाहिँ जापानबाट सुरु भएको होइन। कतिौँ शताब्दी प्रश्न आउन सक्छ, प्यागोडा शैलीको सुरुवात कहाँबाट भएको, कतिौँ शताब्दीमा भएको प्रश्न आउन सक्छ। त्यति बेला चाहिँ विश्वमा 11औं शताब्दीमा चाहिँ प्यागोडा शैलीको प्यागोडा भनेको गोडा हुन्छ, गोडा भनेको खुट्टा हो नि त, खुट्टा कति हुन्छ, 2टा हुन्छ राइट। हामीले ट्रिक बनाउने क्या, क्वेसनमै ट्रिक बनाउने कोसिस गर्ने। खुट्टा कति हुन्छ, 2टा हुन्छ, त्यसैले प्यागोडा भनेको 11मा आएको, 11औं शताब्दीमा आएको, जापानबाट आएको होइन। जापानमा छ, जापानको लागि चाहिँ जापान जानको लागि 2टा खुट्टा चाहिन्छ। जापानमा चाहिँ 11औं शताब्दीमा प्यागोडा आएको शैलीमा चाहिँ सम्बन्धित रहेको छ होइन। ओके, अब यसलाई चाहिँ यो केसँग सम्बन्धित रहेको छ भनेपछि मल्टिरोफिट बिल्डिङ प्यागोडासँग सम्बन्धित रहेको छ। उदाहरणको लागि पशुपतिनाथ पनि प्यागोडा शैलीमा बनेको छ, चागुनारायण मन्दिर पनि प्यागोडा शैलीमा बनेको छ, कैलाशकूट भवन प्यागोडा शैलीमा र मनोकामना मन्दिर पनि प्यागोडा शैलीमा बनेको छ। पशुपतिनाथ भनेको चाहिँ प्यागोडामा बनेको छ। पशुका पनि के हुन्छन्, घोडा हुन्छन्। नारायणको पनि प्यागोडा, अनि कैलाशकूट भवन पनि प्यागोडा शैलीमा बनेको छ भने मनोकामना मन्दिर पनि प्यागोडा शैलीमा बनेको छ भनेर हामीले यो कुरालाई बुझ्नु पर्यो है। अब कुराकानी गरौँ शिखर शैलीको बारेमा। तर फराकिलो भएको र माथि सागुरिँदै जाने र छाना नभएको शैली नै शिखर शैली। शिखर भनेको चुचुरो आकारको भएको र एकदम सिधै भएको शिखर शैली भनौँ न त। हामीले पढ्दाखेरि घोकेर मात्र भएन, पढ्दाखेरि त्यो सम्बन्धी त्यो भित्र भन्न खोजेको त्यसको रहस्य, भित्रको कुरा के हो त त्यो बुझ्नु पर्यो पढ्दाखेरि होइन। अनि क्वेसनलाई हामीले गहिरिएर बुझ्नु पर्यो। क्वेसनले भन्न खोजेको के हो त्यो कुरालाई बुझ्नु पर्यो, गहिरिएर बुझ्यो र पढ्यो भने याद हुन्छ। जस्तै फर इक्जाम्पल तपाईँलाई म एउटा उदाहरण दिन चाहन्छु। कुनै बाटोमा एक्सिडेन्ट भयो, तपाईँ हिँडिरहनु भएको छ, त्यो ठाउँमा तपाईँले हिँडिरहेको बाटोमा एक्सिडेन्ट भयो भने त्यो एक्सिडेन्ट भएको ठाउँमा कोही मान्छेलाई चोट लागेको छ भने त्यसको बारेमा तपाईँलाई सम्पूर्ण कुराहरू थाहा हुन्छ। कहाँ चोट लागेको छ, कति चोट लागेको छ, कस्तो लुगा लगाएको छ होइन, त्यसको आँखा कस्तो छ, हात कस्तो छ, खुट्टा कस्तो छ, सबै कुरा थाहा हुन्छ। किनभने तपाईँको ध्यान त्योतिर छ, त्योतिर मात्र तपाईँको निकै नै गहिरिएर गयो, आकर्षित निकै भयो भने
त्यो कुरातिर तपाईँको के हुन्छ बढी फोकस हुन्छ र त्यसको बारेमा सम्पूर्ण कुरा थाहा हुन्छ। किनकि त्यो घटना भएको ठाउँमा त एकजना मात्र हुँदैन, धेरै मान्छेहरू भिड हुन्छ। त्यसपछि अरूको बारेमा कसैलाई पनि थाहा हुन्छ, कसैको बारेमा थाहा हुँदैन, त्यो घटना भएको मान्छेको बारेमा मात्र हामीलाई थाहा हुन्छ। त्यसैले हो यो पढाइलाई पनि त्यही गर्ने कि पढाइले एउटा घटना सम्झिने, यो घटना हुँदाखेरि कसैको पढाइको चाहिँ अब शिखर शैलीको बारेमा एकदम गम्भीर सोध्ने, यसको कस्तो छ, यो के हो, कहाँबाट आयो, कस्तो छ, यो कुन शैलीमा बनेको हुन्छ होइन, कुन ठाउँमा कुन शैलीमा चाहिँ कुन मन्दिरहरू के कसो कस्तो शिखर शैलीमा बनेका छन्, यो कुरा चाहिँ याद गर्नु पर्यो है। ओके, शिखर शैली भनेको के भन्नु त, तर तल चाहिँ फराकिलो भएको, माथि सागुरिँदै जाने र छानन नभएको शैली शिखर शैली हो होइन। उत्पत्ति ग्रिसबाट भएको। अगाडि हामीले चाहिँ यो चाहिँ ग्रिसबाट हो, शिखर शैलीको उत्पत्ति चाहिँ ग्रिसबाट भएको भने हामीले चाहिँ बेलायतबाट चाहिँ 11औं शताब्दीमा चाहिँ प्यागोडा शैलीको स्थापना भएको थियो अथवा सुरु भएको थियो भन्यो। पाटनको कृष्ण मन्दिर शिखर शैलीमा निर्माण भएको छ होइन। पाटनको कृष्ण मन्दिर केमा भएको छ त, शिखर शैलीमा निर्माण भएको छ। सबैभन्दा बढी गजुर भएको मन्दिर भनेको पाटनकै कृष्ण मन्दिर हो, 21वटा गजुर रहेका छन्, याद गर्नु पर्यो है। शिखर शैलीमा कृष्ण मन्दिर भनौँ, कृष्ण मन्दिरमा सबभन्दा बढी गजुरवटा छन्, ती गजुर चाहिँ 21वटा छन्, 21वटा चाहिँ गजुरहरू छन्। अब योसँग 21 भन्ने बित्तिकै के को याद पनि आयो त भने प्रशान्त महासागरमा कतिवटा टापुहरू छन्, 21,000 भन्दा बढी एउटा टापुहरू छन् भन्ने कुरा याद आउनु पर्यो होइन। दुईवटा प्रश्न जोडियो नि त यतै लिङ्क गर्ने कि हामीले, एउटा प्रश्न याद गर्दाखेरि त्योसँग लिङ्क हुने अर्को कुन प्रश्न छ त त्यो पनि याद गर्नु पर्यो होइन। ओके, अब हामीले के कुरा गरेका छौँ, सबैभन्दा बढी गजुर भएको कृष्ण मन्दिर जुन ढुङ्गाले बनेको ठुलो भने शिखर शैलीमा बनेको मन्दिर पनि कुन हो त, कृष्ण मन्दिर हो। कृष्ण मन्दिर भनेको त शिखर शैलीमा बनेको छ है केटा हो। शिखर शैलीमा कृष्ण मन्दिर, पाटनको कृष्ण मन्दिर शिखर शैलीमा बनेको छ होइन। ढुङ्गाले बनेको कृष्ण मन्दिर पनि शिखर शैलीमा बनेको छ होइन। पाटनको कृष्ण मन्दिर पनि जुन 21वटा टापु रहेको। निर्माण गर्ने अङ्कलन भनेको चाहिँ सिद्धिनरसिंह मल्ल निर्माण गर्ने शिखर शैलीको निर्माण गर्ने शिखर शैली होइन कि शिखर शैलीमा निर्माण भएको पाटनको कृष्ण मन्दिरको निर्माण कसले गरेका थिए भनेपछि पास्ट क्वेसन बन्यो, याद गर्नु होला है त। निर्माण गर्ने अङ्कल को हुन् भनेको छ, मैले त्यहाँ अङ्कल लेखेको छ। निर्माण गर्ने व्यक्ति को हुन् भने सिद्धिनरसिंह मल्ल थिए। पाटनको कृष्ण मन्दिर चाहिँ सिद्धिनरसिंह मल्लले के गरेका थिए त, निर्माण गरेका थिए। अब कुराकानी गरौँ। अब यहाँबाट कुराकानी गरिरहेका छौँ हामी चाहिँ इट्टाबाट निर्माण गरिएको शिखर शैलीको सबैभन्दा ठुलो मन्दिर भनेको पाटनको महाबौद्ध हो है त। के भन्यो त, इट्टाबाट निर्माण गरिएको शिखर शैलीको सबभन्दा ठुलो मन्दिर पाटनको महाबौद्ध हो। फर इक्जाम्पल ललितको जङ्गल के अरे जगत नारायण मन्दिर पनि छ। अनि त्यस्तै गरी चाहिँ बहुमणिको चाहिँ मको यो 5टा क्वेसन पनि हो है त। मच्छिन्द्रनाथ मन्दिर रहेको छ, बहुमतीको मच्छिन्द्रनाथ मन्दिर पनि शिखर शैलीमा बनेको छ। काठमाडौँको पाटनको महाबौद्ध पनि शिखर शैलीमा बनेको छ, जो पाटनको शिखर शैली। अनि त्यस्तै गरी चाहिँ कृष्ण मन्दिर चाहिँ सिद्धिनरसिंह मल्लले भनेका थिए, 5टा क्वेसन पनि बनेका थियौँ। कृष्ण मन्दिरको कसले निर्माण गरेका हुन्, जुन सिद्धिनरसिंह मल्लले गरेका थिए, जुनमा 21वटा गजुरहरू रहेका छन्। हामीले त्योसँग 21वटा गजुरसँग हामीले चाहिँ के अरे प्रशान्त महासागरको टापुहरू पनि कुराकानी गरेका थियौँ। अब स्तूप शैलीको बारेमा कुराकानी गरौँ है त। स्तूप शैलीको कुराकानी गर्दाखेरि इक्जाम्पल स्वयम्भूनाथ मन्दिर चाहिँ स्तूप शैलीमा बनेको छ। बौद्धनाथ स्तूपहरू, त्यस्तै गरी मायादेवीहरू मन्दिरहरू चाहिँ स्तूप शैली अनि यो चाहिँ बौद्ध धर्म अन्तर्गत पर्ने स्तूप शैलीहरू चाहिँ, जस्तो कि स्वयम्भूनाथ मन्दिर, बौद्धनाथ मन्दिर, मायादेवी मन्दिरहरू पनि के गर्छन् त। मायादेवी भनेको चाहिँ यो बौद्धकी आमाको नाम पनि हो, गौतम बुद्धकी आमाको नाम पनि मायादेवी हो होइन। ओके, मुगल शैलीमा फर इक्जाम्पल धरारा र भारतको ताजमहल मुगल शैलीमा बनेका छन्। धेरै कुराहरू रट्नु पनि पर्दैन। अनि ग्रिक र युरोपेली भाषा शैलीमा अन्तर्गत चाहिँ सिंहदरबार होइन, अनि चाहिँ पर्सियाली दरबार, रानी महल, केसर महल चाहिँ ग्रिक र युरोपेलियन शैलीमा बनेका छन्। युरोपेलियन शैलीमा बनेको चाहिँ सिंहदरबार युरोपेलियन शैलीमा बनेको छ ग्रिक शैलीमा। पर्सियालीको दरबार जुन 30 करोडको बनेको थियो, त्यो पनि पर्सियाली दरबार पनि के भन्छ त,
यसो ग्रिक शैलीमा बनेको छ। रानी महल प्रतापले भनेका थिए अनि केशर महल पनि। हामीले यो प्रश्नहरू हेर्दै गर्दाखेरि अरू कुराहरूलाई पनि लिङ्क गर्नु पर्यो। वर्षाली दरबार चाहिँ हाम्रो चाहिँ यो विश्वयुद्ध हुँदाखेरिको छ नि त। वर्षाली युद्ध चाहिँ 30 करोडमा लगानीमा बनेको थियो। वर्षाली सन्धि कहिले कति वर्ष चलेको थियो, वर्षाली सन्धि चाहिँ 20 वर्ष भएको थियो। यस्ता कुराहरू पनि याद गर्नु पर्यो। सिंहदरबार कसले निर्माण गरेका हुन्, सिंहदरबार स्थापना कहिले भएको, सिंहदरबार आग लागे कहिले भयो, प्रथमचोटि चाहिँ आग लागे कहिले भयो, दोस्रोचोटि आग लागे कहिले भयो, रानी महल कहाँ छ, यस्ता कुराहरू पनि याद गर्नु पर्यो क्या हैन। ओके, राजपूत मिश्रित शैली। राजपूत मिश्रित शैलीमा अन्तर्गत हामीले कहे जानकी मन्दिर, शिखर शैली प्लस गुम्बाहरू चाहिँ गुम्बजहरू चाहिँ। अब जानकी मन्दिर कुन शैलीमा छ भनेपछि राज हामीले चाहिँ सुरुको अक्षर, यो सुरुको अक्षर र यसलाई राज ल्याउनु के। जनजाति अन्तर्गत हामी चाहिँ अब कुराकानी गर्दैछौँ। आदिवासी जनजाति नेपालमा जम्मा जात भनेको चाहिँ जातको सङ्ख्या 142वटा जातहरू रहेका छन्। अब हामीले चाहिँ अगाडि के कुरा गरेका थियौँ, जम्मा बोल्ने भाषा बोल्ने भाषा भनेको चाहिँ गोर्खापत्रमा चाहिँ प्रकाशित भएका जम्मा 46वटा भाषाहरू भनेका थियौँ होइन। गोर्खापत्र बोल्दै जुन भाषाहरू, भाषा भन्ने बित्तिकै हामीले अरूलाई पनि लिङ्क गर्ने क्या, एउटै कुरालाई मात्र लिङ्क गर्ने होइन। जुनलाई हामीले 46वटा भाषा अन्तर्गत गोर्खापत्रमा प्रकाशन भएको जम्मा प्रकाशन गोर्खापत्र प्रकाशन जम्मा भाषा 46वटा भनेका थियौँ। अन्तिम भाषा 46औँ भाषा के भनेका थियौँ त हामीले चाहिँ कुसुङ राई भनेका थियौँ। कुसुङ राई भनेको थियो नि त 2022 सालको माघ गते 16 गते त्यो पढेका थियौँ नि त। ओके, अल्पसङ्ख्यकको जातिमा सङ्ख्या अल्पसङ्ख्यहरू छन्। अल्पसङ्ख्या 115वटा रहेका छन् है त। अल्पसङ्ख्यकको 115 र आदिवासी जनजाति सङ्ख्या चाहिँ 61वटा रहेको छ। जुन जतिमा चाहिँ 61वटा भन्ने अर्को प्रश्न पनि छ, हामी त्यसपछि पढ्नेछौँ। 61वटासँग लिङ्क अर्कोलाई पनि गर्नेछौँ। आदिवासी जनजाति सङ्ख्या भनेको चाहिँ 61वटा रहेको छ र अल्पसङ्ख्या भनेको 115 र नेपालमा जम्मा जाति भनेको 142वटा रहेको छ है त। वर्गीकरण 5 मा उन्नत समूह भनेका 2 थकाली र नेवारले उन्नत समूह भनेर चिनिन्छ है त। थकाली र नेवारलाई चाहिँ उन्नत समूह अन्तर्गत भनिन्छ। अनि अति सीमान्तकृत समूह 12वटा छन् होइन। अब यसलाई फर्मुला पनि छ, माधवो र झाँसी। माधवो र झाँसी भनेको चाहिँ अति सीमान्तकृत समूह कतिवटा छन् भनेपछि प्रश्न आउन सक्छ। 12वटा छन्। उन्नत समूह 2टा छन् होइन। अति समूह भनेपछि 12वटा छन्। त्यो माझी, दनुवार, भोटे, झाँगड, चेपाङ, सतार, थामी होइन, थुदाम अनि त्यही धानु, बराम र लोमी यो चाहिँ अति सीमान्तकृत भाषा पर्याप्त भाषाको अन्तर्गत पढ्ने गर्छ। सुविधा वञ्चित समूह, सुविधा नपुगेको होइन, सरकारको सुविधा नपुगेको, सरकारको चाहिँ कुनै सुविधा नै नपुगेको, न त पानी छ न त होइन विद्यालयहरू छ न त केही छ, कुनै पनि छैन, केही पनि छैन। मतलब कि सरकारको चाहिँ कुनै पनि सुविधा नपुगेको, सरकारद्वारा चाहिँ प्राप्त गरेको कुनै सेवा सुविधा नपुगेको ठाउँ चाहिँ सुविधा वञ्चित, सुविधा नपुगेको ठाउँलाई 15वटा छन्। 3 गाउँले त्यस्तै गरी चाहिँ शेर्पा, च्याके, तोडवे, ब्राग, 12 गाउँले, प्यासी, राई, लिम्बू, जिरिल, हेल्मो, मगर, छन्याल, गुरुङ होइन। शेर्पाले माया जस्तो, 12 माया। यो प्रश्न चाहिँ सुविधा वञ्चित भनेको छ, तर यो शेर्पा भनेको चाहिँ मैले बुझेँ, तर यो चाहिँ लेखाएको चाहिँ यस्तै छ है केटा हो होइन। सुविधा वञ्चित चाहिँ यहाँ छ, वञ्चितहरू छ, तर यसलाई स्किप गरौँ। लोक उन्मुख हराउँदै गएका बिस्तारै चाहिँ सङ्ख्या घट्दै गयो अनि हराउँदै गएका लोक उन्मुख समूहहरू 10वटा छन्। मेरो कुराले हाँसो कि बकौँ भन्ने कुरा VVI पनि हो है, तपाईँले याद गर्नु होला। लोक उन्मुख हुन लागेका भाषाहरूको मेरो कुराले हाँसो कि बकौँ भन्ने छ, याद गर्नु पर्यो क्या होइन। फर्मुलावाद लगाएर हुन्छ, ट्रिक लगाएर हुन्छ, अथवा कसरी हुन्छ याद चाहिँ गर्नु पर्यो राइट। ओके, लोक उन्मुख हुन लागेका भाषाहरूको चाहिँ मेरो कुराले हाँसो कि बकौँ भन्ने छ। ओके, मेरा कुराले हाँसो कि बकौँ थाहा छ नि। मे भनेको चाहिँ मेचे, राउटे, कुसुन्डा, राजी, लेप्चा, हायु, जिरेल होइन, सुरेल, किसान, बनकरिया होइन, कुसुन्डा, कुर्बानिया भन्दछ होइन। मेरा कुराले हाँसो कि बकौँ भनेर यसलाई याद गर्नु पर्यो। लोक उन्मुख हुँदै गरेका चाहिँ मेरा कुराले हाँसो कि बकौँ। सीमान्तकृत भनेको चाहिँ 20वटा छन्। अब यो कति छ, धेरैवटा छ सीमान्तकृतहरू चाहिँ। अब यो चाहिँ यसरी याद गर्न पनि सकिँदैन।
यो इम्पोर्टेन्ट छ। जुन इम्पोर्टेन्ट छ मैले तपाईँलाई भनिदिइरहेको छु, माथि इम्पोर्टेन्ट छ। लोक उन्मुख हुन गएको भनेको चाहिँ हराउँदै हराउँदै गएको, बिस्तारै बिस्तारै सङ्ख्या घट्दै गयो, त्यो समूह नै हराउँदै गयो अथवा लोप हुँदै गयो भने त्यसलाई लोप उन्मुख भनिन्छ। जो मेरा अब छ जात जाति र वासस्थानहरू। जात जाति कुन जाति चाहिँ कुन ठाउँमा वासस्थान केन्द्र चाहिँ शेर्पाको लागि प्रसिद्ध ठाउँ भने कुन हो, यस्तो आउन सक्छ। शेर्पाहरूले बसोबास गर्ने ठाउँ कुन हो, सियारहरूले बसोबास गर्ने ठाउँ कुन हो, लार्केहरूले यातुङ। ओके, 3 गाउँले 12 गाउँले डोङचाङ छन्याल तोङ्गे माझीहरू मुस्ताङमा बस्ने गर्छन् होइन। 3 गाउँले भयो, 12 गाउँले भयो, लोहमा भयो, अनि त्यही छैरोतन भयो, तोडपे माझी अनि चाहिँ मुस्ताङमा बस्ने गर्छन्। शेर्पाहरू चाहिँ सबाट स आउँछ, शेर्पाहरू सोलुखुम्बुमा बस्ने गर्छन्। सिया र भनेको छ गो र, बिचमा पनि र छ, लास्टमा पनि र छ, सिया र गो र खामा बस्ने गर्छन्। अनि त्यस्तै गरी चाहिँ लोमी सुदान भनेको चाहिँ सुदान सङ्खुवा सभा, लोमी सुदान सङ्खुवा सभामा बस्ने गर्छन्। हामीले क्वेसनमै आन्सर भेट्टाउने प्रयास गर्नु पर्यो, त्यसपछि बल्ल के हुन्छ सजिलो हुने गर्छ है त साथीहरू। के अरे हेल्मो भनेको हेल्मो सिन्धुप्लाञ्चोकको नुवाकोटमा बस्ने गर्छ। छन्याल भनेको चाहिँ बागलुङ भयो, मुस्ताङ र म्याग्दीमा छन्यालहरू बस्ने गर्छन्। बागलुङ, मुस्ताङ र म्याग्दीमा चाहिँ छन्यालहरू बस्ने गर्दछन्। जिरिल दोलखामा बस्ने गर्छन्। सुरिल भनेको पनि दोलखामा, जिरिल पनि दोलखामा, सुरिल पनि दोलखामा बस्ने गर्छ। यामी रामे छाप दोलखा सिन्धुप्लाञ्चोकमा बस्ने गर्छन्। चेपाङहरू चाहिँ गोर्खामा, धादिङमा, मकवानपुर, चितवनमा बस्ने गर्छन्। अनि चेपाङहरू चाहिँ बस्ने भइहाल्यो। अनि त्यस्तै गरी चाहिँ धानुक सुनुवारहरू यो त्यति इम्पोर्टेन्ट चाहिँ मलाई लागेन होइन, किनभने अब यो धेरै कुराहरू छ नि त, यो तपाईँले रट्नै पर्ने हुन्छ। फोटो खिच्नु होला, टक्क फोटो खिच्नु होला, अथवा बुझिरहनु भएको छैन भने मैले बोलेको अनुसार, मैले बोलेको आवाज त सुनिरहनु भएको छ, त्यसै अनुसार तपाईँले लेख्ने प्रयास गर्नुहोला। अबको इम्पोर्टेन्ट टपिक भनेको यो रहेको छ, जुन सबैले जान्नै पर्छ। एनी हाउ जान्नुपर्छ। 1 जान्नुपर्छ, 2 जान्नुपर्छ, 3 जान्नै पर्छ। कुन जातको कुन पुरोहित भनेको छ है त। यो पुरोहित भनेको ढोक दिँदाखेरि हो जस्तो लाग्यो कि मलाई। ढोक दिँदाखेरि जुन हामी दर्शन ढोक दिया भन्छ नि त, हाम्रो सुदूरपश्चिम भाषामा ढोक दिया अथवा नमस्कार भन्छ, कसैले ढोक दिया भन्छन्, दर्शन भन्छ नि त, त्यस्तै हो क्या। रायोको डोपा, लिम्बूहरूको चाहिँ सम्पा, छन्यालहरूको भान्जा होइन, छन्यालको भान्जा, चेपाङको पाडे। मेरी आमै नि होइन के साह्रो यो, चेपाङहरूले बोल्ने भयो होइन। मगरहरूले चाहिँ भुषाल होइन, मगरले भुषाल बोल्ने भयो। तामाङहरूको लामा, तामा लामा यो सम्झिने क्या होइन। मगर र भुषाल, कमल भुषाल, मगर भुषाल, चेपाङ पाडे भन्ने बित्तिकै हामीले के सम्झिनु पर्यो, मेरी आमै नि मासु र भात नखाएको पनि 4 वर्ष भइसक्यो त ए जयन्ती, यो सम्झिनु पर्यो होइन। चेपाङ भन्दाखेरि पाडे, चेपा भनेको चाहिँ चेपा सम्झिनु पर्यो। म भुलेर गए कि बिर्सेर गए, म भुलेर गए। मगर भनेको चाहिँ भुषाल सम्झिनु पर्यो राइट। ओके, तामाङ तारा बजिलै मामाए घोडा, माइजुन आइन टोली पापालाई छोली। तालाई लामा सम्झिनु, तारा बजिलै मामा आए घोडा, माइजुन आइन चुप, यो सम्झिनु पर्यो। ताला सम्झिने कि ताला भनेको ला हो नि त, लामा। ताला भने थाहा छ नि, घरमा लाउने कि ढोकामा लाउने ताला, त्यो सम्झिने ताला। अथवा बोको पनि छ यहाँ, बोको होइन कि के अरे बोपो, गुरुङ देखिरहनु भएको छ नि, गुरुङ गु भनेको भन्ने चिज हुन्छ, गुरु भनेको गुरुङ अनि नेवार नेगु निम्ठ्या, डोन्ट जस्ट टेल मी सम्झौता
हर कबुज तमुल चल्लो नेवार भन्ने नेगु नेगुला हुन्छ नि नेगुला भनेको चाहिँ त्यो हो मुसा जस्तै हुन्छ नि नेगुला भनेको चाहिँ नेगुला नेदेउ नेदेउला नेदेउ भाउजू देउ भाउजू नेवार देउ भाउजू फुबाजू फुपाजू अथवा देउ भाउजू भन्ने नेवारको देउ भाउजू फुगु बाजू देउ भाउजू सम्झिने क्या थारो भर्रा थारोहरू भर्रा भर्रा भनेको चाहिँ त्यो लगाएर लुगा लगाएर त्यहाँ भर्र भर्र नाच्ने गर्छन् अथवा गुरुबा भन्ने छ अब यहाँनिर छ सुरिल नाक्सो सुना सुना न तिमीले सुना न हो सुना न सुना भने सु भनेको नाम जे सम्झिने है त अनि सुनवार ना सुन सुन नाना छ कि हामीले ट्रिक लगाएर चाहिँ पढ्नु पर्यो क्या गाइजहरू होइन थकाइ ढोम थडो किसानको बैत नाम्चे बिजुली नाम्चे बजारमा घुम्न आएको मायालुको बैसाले चुम्न आएको हामीले जसरी पनि याद गर्नुपर्छ राइट गीत बनाएर हुन्छ अथवा कसरी याद गर्नुपर्छ याद गर्नु पर्यो जाति र नाचहरू अब यो पनि इम्पोर्टेन्ट क्वेसनहरू जुन इम्पोर्टेन्ट क्वेसन छ मैले तल माथि चाहिँ भिपिआई चाहिँ लेखेको छु है ओके जाति र नाचहरू छ गन गाई थानो गन थानो हो गन गाई थान गन गाईको थान गन गाईको थान गन गाई थान ओके यसरी याद गर्नु पर्यो अनि चाहिँ कुशवाडिया फरवा फरवा छ यो झागर जाति यो पास्ट क्वेसन हो यो चाहिँ झागर जातिको कर्म झामा झाक कर्म धर्म झागर जातिले नाचिने नाच भनेको कर्म धर्म झागरले कर्म धर्म झागर जातिले कर्म धर्ममा जाति विशेष झागर जातिले कर्म धर्म राई भनेको राईचण्डी 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 उही राईचण्डी लै राईचण्डी क्या गर्ने क्या यसरी राईचण्डी झागरको कर्म धर्म भयो होइन याद गर्नु पऱ्यो क्या याद गर्नु पऱ्यो भएन त्यसरी झागरको चाहिँ कर्म धर्म राईको चण्डी राईचण्डी साकेल्ला छ नि यता साकेल्ला ओके बौद्ध मार्गीहरू चाहिँ शास्त्रीय नाच अथवा चर्या नाच बौद्ध मार्गीहरूले चाहिँ अब बौद्ध भनेको चाहिँ अब एकदम होइन पुरै बौद्धित्व प्राप्त गरेको व्यक्ति होइन पुरै ज्ञान हासिल गरेको व्यक्ति पुरै धर्मात्मी व्यक्ति हो नि त बौद्ध भनेको नि त त्यसैले उसले चाहिँ शास्त्रीय नाच नाच्ने गर्छ क्या भन्ने सम्झे बौद्ध मार्गीहरूले चाहिँ शास्त्रीय नाच नाच्ने गर्छन् लिम्बूहरूले चाहिँ धान नाच्ने लिम्बू टिम 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 चिम 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 सुर्के थैली खाई भन्छन् सुर्के थैली खाई लिम्बूहरू थान नाच्ने चाम्रुङ राई चण्डी लिम्बू धान नाच्ने राई चण्डी साकेला गनगाईले थानको सन्जय परवा झागरले कर्म धर्म राई चण्डी सकिला लिम्बू धान नाच चङ्रुङ बर्माकी बौद्ध मार्गी शास्त्रीय ब्राह्मण क्षेत्री बालन कोरे बौद्ध मार्गी शास्त्रीय ब्राह्मण क्षेत्री बालन रत्योली र हुर्काले हनुमान सङ्गीन यो सम्झिने ब्राह्मण क्षेत्रीले के नाच्ने रे ब्राह्मण क्षेत्रीहरूले चाहिँ बालन नाच्ने रत्योली नाच्ने हड्का नाच्ने हनुमान र सङ्गिनी नाच्ने गर्छन् गुरुङ गुरु गुरु बा हे बा किन्देऊ न भट भटे गुरुले रो गुरु गोरु भन्ने सम्झिने क्या गोरु
गुरुङहरूले रोदी घर रोदी रोज्ने पुटपुटी घोप्टी नाच भने घोप्टो फर्केर पनि गुरुङहरूले मगर मकै मलाई कसम दिने यता यो छ होइन ओके मगर छ त मकै सम्झिने कै मकै बारी दर्यम दर्यम हरिया खका कर्यम कर्यम यो सम्झिने मकै बारी दर्यम दर्यम ममा मसाला मकै मारुनी सालन र मगरहरूले नाच्छ तामाङले तामाङ सेलो भोटे सेतो सरस्वती नाच नाच्ने गर्छन् सरस्वती नाच तामाङले नाच्ने गर्छन् सेलो नाच भने तामाङले नाच्ने गर्छन् भोटे नाच तामाङले नाच्ने गर्छन् होइन ओके थारू रानी थारू निम्डा थारू रानी झमरा वर्षमा से थारू रानी झमरा बारमा से तरुबारे बटकाई मयूर चार्लठी गन्धर्व खुकुरी तरबारे नाच गन्धर्वहरूले खुकुरी गन्धर्वहरूले मासु काट्नको लागि खुकुरी समाते हान्छ तर पुरै डन तरी डन बनिरहेको हुन्छ कि होइन पुरै होइन जात जातिर पर्वको बारेमा कुरा गरेर धेरै गाउँ गर्नुपर्ने हुन्न कि जात जातिर पर्व थारू पन्देल वस्तुदे नमहम ओम नमः शिवाय वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकाय सुसर्वदा जन्मो जन्मो स्तुतिरिवं देव हरिनारायण स्तुति नमः देवलक्ष्मते नमः ओम नमः यति थारूहरूले चाहिँ पेन्दिरा नाच्ने गर्छ छोन्दी छतारहरूले चाहिँ छोरा राई बसागरी यो चाहिँ अब जन्म संस्कारहरू जन्मिने बित्तिकै 1 वर्षको मान्ने चलन शेर्पा हो हैन जन्मने बित्तिकै 1 वर्ष मान्ने शेर्पाको चलन ओके यो कुरा याद हुनु पर्यो है बच्चा जन्मेपछि कुकुराको रगतले नुहाइदिने जाति दनुवार दनु बच्चा जन्मेपछि कुकुराको रगतले दनु हैन बच्चा जन्मेपछि मात्र वैवाहिक विधि सम्पन्न भएको मान्ने लोमी लोमी भनेको एउटा बिहे पनि हुन्छ नि त जन्मिने बित्तिकै 1 वर्ष वैवाहिक विधि सम्पन्न भएको बच्चा जन्मेपछि मात्र वैवाहिक विधि सम्पन्न भएको अनि बच्चा जन्माउनु पर्यो क्या हैन आफ्नो श्रीमतीलाई के गर्नुपर्छ गरेर त्यसो बुझ्नु खोज्छौ नि केटा हैन बच्चा जन्मेपछि मात्र वैवाहिक सम्पन्न भएको वैवाहिक विधि सम्पन्न भएको चाहिँ मान्ने भनेको लोमीहरू हो छोरा जन्मे कुकुराको भाले काट्ने र छोरी जन्मेपछि कुकुराको पोथी काट्ने भनेको चाहिँ दुरा भाले काट्ने पोथी काट्ने हामीले यहाँनिर दुईटा छ एउटै कुराहरू दुईटा छ याद गर्नु पर्यो छोरा जन्मेपछि यसले चाहिँ दुराले चाहिँ भाले काट्ने गर्छ भने यहाँ छोरा जन्मेपछि कुकुरा चाहिँ पोथी काट्ने भनेको चाहिँ गन्धर्व फेरि यहाँ भाले काट्ने भयो छोरा जन्मेपछि छोरा भनेको भाले हो भालेको लागि भाले नै काट्ने भयो होइन अब चाहिँ ठ्याक्क उल्टा चाहिँ गन्धर्वले काट्ने गर्छ यो कुरा सम्झनु पर्यो सुत्केरी भएको 4 दिन जाड रक्सी खुवाएर चोखा हुने 4 दिनपछि चाहिँ लेप्चाहरू उटपट्याङ काम जान्ने भनेको लेप्चा हुने के हो छोरी भएको चाहिँ छोरा बच्चा भएको 4 दिनपछि चाहिँ रक्सीहरू खुवाएर जाटोपछि गएर चाहिँ चोख्या हुने चलन भनेको चाहिँ वैवाहिक सरकार नट इम्पोर्टेन्ट यो चाहिँ नट इम्पोर्टेन्ट छ भने किन नजाने सुपारी विवाह कुन जातिमा हेरेको छ विवाहमा सम्धि लडाइँ गर्ने भनेको कुमाल जाति हो होइन कुमाल जाति छ अनि छोराको विवाह गर्ने उमेरमा थाहा पाउन बुहारीले चाहिँ सिस्नो लगाउने हायु जाति हो होइन छोराको चाहिँ विवाह गर्ने उमेर चाहिँ थाहा अथवा पत्ता लगाउनको लागि बाबु छोरा लडाइँ गर्ने भनेको जाति हायु जाति हो अनि केटाको सहनशीलता परीक्षण गर्नको लागि सिस्नो लगाउने जाति भनेको लेप्चा हो हैन अनि चाहिँ विवाहमा छोराछोरीलाई चिउरीको बोट दिने दाइजो चलाउने भनेको चाहिँ चेपाङ चिउरीको चेपाङ हुने सम्झिनु पर्यो होइन ओके छोरीलाई विवाहमा 20 र बत्ती दिने चलन भनेको थारो किन दिन्छ भन्ने कुरा भन्यो भने धेरै लामो छ सर्टकटमा भन्छु 20 दिनु भनेको चाहिँ यदि घर परिवार चलाउन सकिन भने घर परिवार चलाउन सकिन भने 20 खाएर मर्नु अथवा चलायो भने तेरो जीवन चाहिँ बत्ती जस्तै उज्यालो बनोस् भन्ने कुरा चाहिँ बुझिन्छ हाड नातामा विवाह गर्ने भनेको राउटीहरूले हाड नातामा पनि विवाह गर्ने गर्छ अनि लतार्ने विवाह भनेको छन्यालहरू हो सुपारी विवाह चाहिँ तिमारहरूले गर्छन् सट्टी विवाह राजीले गर्ने गर्छ विवाहमा बन्दुक पट्काउने विवाहमा दुलहा दुलेले सिन्दुर साटासाट गर्ने चलन भनेको झागर जातिले चाहिँ विवाहमा चाहिँ सिन्दुर साटासाट गर्ने जाति हो त्यस्तै गरी चाहिँ
दुलाहाका बाबु जन्ती नजाने भनेको चाहिँ राजवंशी र दनुवार भयो। मङ्गलबार मात्र केटी हेर्ने विवाह गर्नु केटी हेर्ने चलन भनेको चेपाङ भइहाल्यो। विवाहमा बन्दुक पटाउने भनेको चाहिँ राईहरूले विवाहमा बन्दुक पट्काउने गर्दछन्। केटी माग्न जाँदा चाहिँ 1 बोतल रक्सी र बङ्गुरको पाठो लगेर जाने गन्धर्व उठप्याड उठाएको जाने काम चाहिँ यो गन्धर्वकै हो क्या। मृत्यु संस्कार भने आजको यो अन्तिम टपिक रहेको छ मृत्यु संस्कारको बारेमा। मृत्यु हुँदा 108 बत्ती बाल्ने जाति भनेको तामाङ हो हैन। अनि घरको भित्ता फोडेर निस्काल्ने लास निकाल्ने भनेको लेप्चा हो है। अब हामीले यो याद गर्नु पर्यो, मृत्यु हुँदाखेरि 108 बत्ती बाल्ने जाति भनेको तामाङ हो। घरको भित्ता फोडेर लास निकाल्ने भनेको लेप्चाले निकाल्ने गर्छ। मृत्युको शिर कञ्चनजङ्घाको हिमालतर्फ फर्काएर गाड्ने भनेको लेप्चा हो। के हो अरे मृत्युको शिरलाई चाहिँ कञ्चनजङ्घा हिमालतर्फ फर्काएर गाड्ने जाति भनेको लेप्चा हो, सम्झिने हैन। अनि लासलाई टुक्रा टुक्रा पारी गिद्धलाई खुवाउने जाति भनेको पनि डोल्पा हो हैन। पुरुषलाई घोप्टो र महिलालाई उत्तार्नु पार्ने भनेको चाहिँ के हो, थारो हो। अनि यो चाहिँ लेप्चा भनेको मृत शरीरलाई चाहिँ कञ्चनजङ्घाको मृतको शरीर टाउको चाहिँ कञ्चनजङ्घा हिमालतर्फ फर्काउने भनेको लेप्चा भइहाल्यो। अनि त्यस्तै गरी चाहिँ पुरुषलाई घोप्टो पार्ने र महिलालाई उत्तानो पारी चाहिँ गर्ने चलन थारूको जाति रहेको छ। पुरुषलाई मात्र क्रिया बस्ने जाति भनेको थामी। पुरुषमा मात्र क्रिया बस्ने, अरूसँग क्रिया नै बस्ने हो कि क्या हो जस्तो लाग्यो मलाई चाहिँ हैन, राम जाने। अनि त्यस्तै गरी कान्छो छोराले मात्र क्रिया बस्ने दनुवार। मर्नेको नाममा चौतारा बनाउने भनेको थामीहरू रहेका छन्। अनि आजको टपिक भने यति नै रहेको छ। चित्रकलाको बारेमा हामी भोलिको भिडियोमा हामी प्रस्तुत गर्नेछौँ। आजको भिडियो सामग्री तपाईँहरूलाई कस्तो लाग्यो? लामो भिडियो सामग्री भने तापनि भिडियो सामग्री निकै नै महत्त्वपूर्ण इम्पोर्टेन्ट भिडियो सामग्री रहेको छ। र भिडियोलाई यति बेलासम्म हेरेर बसिरहनु भएका तपाईँ सम्पूर्ण तमाम दर्शक श्रोताहरूलाई, मेरा भगवान रूपी दर्शक श्रोताहरूलाई धेरै धेरै धन्यवाद छ। यो भिडियोमा तपाईँले जे कुराहरू राम्रो लाग्यो अथवा नराम्रो लागेका कुराहरू अथवा नबुझेका कुराहरूलाई तपाईँले कमेन्ट मार्फत कमेन्ट गर्नुहोला। हामी सक्दो प्रयास गर्नेछौँ तपाईँको जवाब दिनको लागि। र आर्टिसन टिभी अफिसियल युट्युब च्यानलमा जोडिनु भएको छैन अझै पनि भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर नजिकै रहेको बेल आइकनलाई क्लिक गरेर अलमा प्रेस गर्नुहोला, जसको माध्यमबाट हामीले यो च्यानलमा हरेक दिन नयाँ नयाँ भिडियो सामग्रीहरू ल्याउने प्रयास गर्नेछौँ। र भिडियो सामग्री अपलोड हुने बित्तिकै सबैभन्दा पहिले तपाईँको हातको मोबाइल सिटसम्म पुग्नको लागि तपाईँले च्यानललाई सब्सक्राइब गरेको हुनुपर्ने हुन्छ। र यो च्यानलमा अपलोड हुने भिडियो सामग्रीको मजा लिन सक्नुहुन्छ भन्दै आजको भिडियो सामग्रीबाट भने तपाईँको साथी, तपाईँको मित्र, तपाईँको दाइ, तपाईँकै भाइ, तपाईँको अङ्कल म विराज भट्ट भने छुट्टिन्छु। तपाईँको दिन शुभ रहोस्। धन्यवाद।